आयु थियो होला उहाँहरूले भोग्नुपर्ने जिन्दगी भोगेर चाहिँ उहाँलाई भगवानले लैजानै पर्ने थियो होला त्यही भएर चाहिँ उहाँले मेरो आमा र भाइलाई लैजानु भयो भनेर चाहिँ मैले भगवानसँग फेरि माफी मागे तपाईसँग म रिसाएँ यसमा मलाई क्षमा दिनुस् भनेर मैले फेरि उहाँसँग माफी मागे के किनकि एक समय चाहिँ त्यस्तो लाग्दो रहेछ के मेरो लागि भगवानै छैन भन्ने हुँदो रहेछ तर सायद उहाँहरू पनि एउटा हुन्छ नि लेखेको कुरा थियो भोग्नै पर्ने थियो त्यति नै आयु थियो त्यही भएर चाहिँ उहाँहरूले हामीलाई छोडेर जानुभयो तर जहाँ भए पनि मेरो भाइ र आमा चाहिँ सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ मनमा र त्यही आमाको एउटा जेब्रा क्रसिङ जस्तो ठाउँमा चाहिँ उहाँले आफ्नो प्राण त्याग्नु भएको भएर चाहिँ उहाँ जो व्यक्ति हुनुहुन्थ्यो उहाँले चाहिँ आफ्नो कर्म भोग्दै हुनुहुन्छ उहाँले सजाय भोग्दै हुनुहुन्छ र एउटाले गर्दाखेरि परिवारमा दुई जना सदाको लागि हामीलाई छोडेर जानुभयो हैन र अर्को कुरा भनेको चाहिँ मेरो छोडेर गइसक्नु भयो त्यसको क्षतिपूर्ति बापत नेपाल सरकारले टोके अनुसार रु 5 लाख रुपैयाँ चाहिँ हामीलाई दिनुभयो तर मैले त्यो चाहिँ भित्राएको छैन अघि नै भनिसके र सबैजनाले शालिग बनाउनु भदालाई दिनु भन्नुभएको थियो मेरो भाइले दिएको जिम्मेवारी हो हैन भदाको नाममा राखिदिनु त्यो पैसा भनेर पनि धेरैजनाले सल्लाह सुझाव दिनुभएको थियो तर म मेरो भाइले जाँदै मेरो भाइलाई चाहेको मेरो भाइले खोजेको सपनाहरू त मैले मेरो भाइलाई पूरा गर्न सकिनँ हैन तर उसले एउटा जिम्मेवारी मलाई छोडेर गएको छ हैन त्यो हो मेरो भदा एउटा जिम्मेवारी छोडेर गएको छ त्यो मेरो भदा त्यो भदालाई चाहिँ मेरो सास र उन्जेल हैन जबसम्म म बाँच्छु जबसम्म मेरो सास रहन्छ तबसम्म त्यो भदाको जिम्मेवारी चाहिँ मेरो काँधमा हुनेछ नि त त्यसैले भदाको लागि चिन्ता गर्न जरुरी नै छैन है भदाले के गर्ला भोलिको दिनमा यो त्यो भनेर सायद धेरैजनाले चिन्ता गरिदिइराख्नु भएको थियो त्यो पैसा त भदाको नाममा राख्दै पनि हुन्थ्यो भन्नुभएको थियो तर म त्यो चाहन्न मेरो भदाको लागि मेरो बुहारीको लागि मेरो बाबाको लागि अब म छु उहाँहरूको खम्बा बनेर उभिनु पर्ने छ मलाई है अब उहाँहरूको सहारा बन्नु पर्ने छ मलाई मेरो भदाको मेरो एउटा 4 वर्षको बच्चा जसले बाबाको माया पाउनु पर्ने उमेरमा बाबा सदाको लागि त्याग्नु पर्यो हैन अनि भदाको लागि मेरो बुहारी जो 20 वर्षको छ अहिले उलाई त अब के भन्ने के उलाई हेर्यो भने मेरो आँखाबाट आँसु चुइन्छ क्या उलाई देख्दाखेरि चाहिँ अब आफ्नो श्रीमानसँग कति सपनाहरू बोकेको थियो सपनाहरू बोक्दै पनि आज उसले आफ्नो प्राणभन्दा प्यारो जीवन साथीलाई गुमाउन पुग्यो त्यही भएर चाहिँ त्यो बुहारीको लागि पनि मैले भनिहालेँ मलाई मेरो भाइले जिम्मेवारी छोडेर गएका अनि त्यो जिम्मेवारी छोडेर गएको छ भाइले दिएको जिम्मेवारी चाहिँ म एकदमै मलाई थुक्नु होला है आजको दिनमा मैले जसरी भनेको छु भोलिको दिनमा पनि मैले त्यो कर्तव्य निभाउन सकिनँ भने चाहिँ साच्चीकै जे भन्दा पनि हुन्छ है जे भन्दा पनि हुन्छ मलाई जति सराप्दा पनि हुन्छ जति गाली गर्दा पनि हुन्छ तर यो मेरो प्रतिबद्धता हो मेरो बाधा हो र मेरो जिम्मेवारी हो त्यसैले मेरो भदाको लागि मेरो बुहारीको लागि अनि मेरो भाइको लागि मेरो बाबाको लागि अनि देविका अर्को सदस्य देविका पनि छ हैन त्यही भएर चाहिँ देविकाको लागि अनि मेरो भदाको लागि बाबाको लागि हामी सबैजना अधुरो अपुरो जम्मा भएर बसिरहेछौँ मैले मेरो आमा गुमाएको छु र मेरो भाइ गुमाएको छु मेरो बुहारीले आफ्नो श्रीमान गुमाएको छ मेरो भदाले आफ्नो बाबा र बजु गुमाएको छ मेरो बाबाले आफ्नो श्रीमती गुमाएको छ मेरो देविकाले बाबा र आमा दुईटै गुमाएको छ त्यही भएर हाम्रो परिवार चाहिँ सबै आधा अधुरो परिवार हो हाम्रो भित्र जति परिवार छ सबैजनाले आफ्नो मान्छे गुमाएको छ त्यसैले यो सबैजनाको जिम्मेवारी र यिनीहरूलाई पूरा गर्ने जति पनि एउटा जिम्मेवारी दिएर गएको छ मेरो भाइको आँसुले चाहिँ मलाई सराप्छ क्या मैले यो मेरो जिम्मेवारी पूरा गर्न सकिनँ भने मेरो जबसम्म सास रहन्छ तबसम्म मेरो भाइ मेरो बुहारी देविका अनि बाबा
यिनीहरूको जिम्मेवारी चाहिँ मेरो काँधमा छ। अब योभन्दा अगाडिको दिनमा मैले जति गरेँ तर अब आउने दिनहरूमा चाहिँ मेरो परिवारलाई, आधा अधुरो परिवारलाई सबै खुसी दिने चाहिँ मेरो चाहना छ। सबै खुसी जति पनि छ। त्यही भएर चाहिँ चिन्ता नगर्नु होला हैन। भदाको नाममा राख्दै हुन्थ्यो त्यो पैसा भन्नुभएको थियो, तर त्यो पैसा चाहिँ म भित्राउन चाहन्न, किनकि त्यो पैसा भनेको मेरो आमा मरे बापत दिएको पैसा हो। त्यसैले म त्यो पैसालाई मेरो घरभित्र भित्राउन चाहन्न, मेरो परिवारको कुनै पनि सदस्यको नाममा राख्न चाहिँ चाहन्न। त्यो पैसाले चाहिँ त्यो थोरै एमाउन्ट होला 5 लाख हैन, तर त्यो एमाउन्ट, त्यो पैसाले कसैको जीवन बाँच्छ भने, कसैले नयाँ जीवन पाउँछ भने त्यसमा चाहिँ म आफ्नो आमालाई आभास गर्नेछु है। मेरो आमा मेरै वरिपरि, नमस्ते सुलोचना दिदी, मेरै वरिपरि हुनुहुन्छ भन्ने आभास चाहिँ मलाई हुनेछ। त्यही नै हो खासमा चाहिँ। त्यसैले चाहिँ म चाहन्छु कि एउटा यस्तो बिरामी होस् जसले चाहिँ एउटा आमा र बुबाको लागि केही गर्छु भन्ने एउटा सपना बोकेको, समाजको लागि केही गर्छु भोलिको दिनमा भन्ने एउटा ठुलो चाहना बोकेको हैन। र उसले सबै कुरा गरिसकेको, तर मृगौला हो क्यान्सर लाग्नेहरू मैले हिजो हेरेँ त्यो भिडियोमा, यति धेरै बिरामी हुनुहुन्छ हैन। रुन्ची भन्नुभएको छ, ब्रदर मलाई त के गर्नु है, तपाईँ चाहिँ सधैँ हाँसिराख्नु, तपाईँको जीवनमा सधैँभरि खुसी छाइरहोस् है। तर मलाई चाहिँ भगवानले रुन्ची बनाइदिनु भयो। के गर्नु है, समय र परिस्थितिले कहिलेकाहीँ रुन्ची बनाउँदो रहेछ। नचाहँदै पनि रुनु पर्ने रहेछ। तर त्यो रुने दिन चाहिँ कसैलाई पनि नहोस्। मेरो जस्तो बिहेको केही दिनमा खुसी हुन नपाउँदै जिन्दगीभरिलाई रुनु पर्ने अवस्था चाहिँ कसैको जिन्दगीमा नहोस्, दुश्मनको जिन्दगीमा पनि नहोस्। के तँलाई मार्छु काट्छु भन्ने दुश्मनलाई पनि यो नपरोस् भन्छु क्या म त। यति साह्रो, यति गाह्रो, बरु एकचोटिमा फ्याट्ट मर्यो भने केही हुँदैन, तर यो घिटिक भएर बाँच्नु चाहिँ निकै गाह्रो हुन्छ। साँच्चीकै भन्नुपर्दाखेरि निकै गाह्रो हुन्छ। दिनदिनै मरेर बाँच्नुको पीडा चाहिँ आफ्नो मान्छे गुमाएकोलाई मात्रै थाहा हुन्छ। त्यही भएर चाहिँ जसले गुमाउनु भएको छ उहाँलाई चाहिँ पक्कै यो थाहा छ है। र अर्को कुरा भनेको चाहिँ हाम्रो, त्यही भएर चाहिँ अब रुन्ची भन्नुहुन्छ, कसले के भन्नुहुन्छ भन्नुहोस्। तपाईँहरूको दिनमा चाहिँ तपाईँहरूलाई चाहिँ यस्तो नपरोस्, रुन्ची भन्ने दिन नआओस् हैन। कतिले त अब आमाको के अरे आफ्नो आमा गुमाउँदाखेरि झरेको आँसुलाई पनि नाटक भनिदिनु भयो क्या कोही व्यक्तिहरूले चाहिँ है। अनि र अर्को कुरा, यहाँ कसैले 1-2 पैसा सहयोग गर्यो भन्दैमा त्यसको सपोर्ट नलाग्नु है त भन्नुभएको छ। एमडी ब्रदर, मेरो भिडियोलाई राम्रोसँग हेर्नु होला है। मैले कसैको सपोर्ट गरेको छैन, मैले कसैको पनि सपोर्ट गरेको छैन। सत्य जे हो त्यही बोलेको छु। र राम्रोसँग भिडियो बुझ्नुभयो भने चाहिँ त्यो भिडियोमा मैले के भनेको छु राम्रोसँग बुझ्नुहोस् ल ब्रदर। र म कसैले 1-2 पैसा सहयोग गर्यो भन्दैमा उसैको सपोर्ट गर्ने, उसैलाई गिराउने, उसलाई माथि उकास्ने हैन, उसले न्याय पाउनुपर्छ भन्ने त्यो खालको सोच धारणा चाहिँ मेरो होइन। र अर्को कुरा, किनभने मैले के भनेको छु भने हाम्रो नेपाली समाजमा एकदमै धेरै यतिखेरको समयमा छाडापन हैन। अहिले सबैभन्दा बढी युज हुने भनेको टिकटक हो। सबै सानो बच्चाहरूले पनि टिकटक युज गर्नुहुन्छ क्या, टिकटक खोल्नुहुन्छ, टिकटक हेर्नुहुन्छ। एउटा 4 वर्षको बच्चाले समेत टिकटक खोलिरहेको हुन्छ। अनि उसले अहिले सबैजनालाई मनपर्ने एउटा के भन्छ यसलाई चाहिँ एउटा सोसल साइट भनेको चाहिँ टिकटक बनेको छ। सबैजनालाई टिकटक मनपर्छ। अनि सानो बच्चादेखि बुढापाकासम्मकोले पनि सबैले टिकटक हेर्नुहुन्छ। त्यो समयमा ठ्याक्कै स्क्रोल गर्दै जाँदाखेरि छाडा शब्दहरूको प्रहार हुँदाखेरि त्यो बच्चाले चाहिँ के सिक्ने है। कहिलेकाहीँ त परिवारसँग बसेर हेर्दाखेरि पनि ला के भन्यो भनेर त्यो स्क्रोल गरिहाल्नुपर्ने हुन्छ क्या है। कति त्यो हेर्दाखेरि चाहिँ हाम्रो समाजलाई चाहिँ कस्तो बाटोतिर दोहोऱ्याउने, भोलिको दिनमा त्यो बच्चाले के सिक्ने, हामीले के सिक्ने हैन। अहिले त के भइरहेको छ, नेपाली दाजुभाइ दिदीबहिनी एकअर्कामा लड्ने, जुदाउने हैन। अनि एउटाले एउटालाई नराम्रो भन्ने, फेरि अर्कोले चाहिँ अर्कोलाई नराम्रो भन्ने। म कसैको बीचमा कसैलाई, मैले यति मात्रै भन्न खोजेको कि
यति मात्रै भन्न खोजेको कि छाडापन प्रवृत्तिको चाहिँ अन्त्य गर्नुपर्छ, छाडा बोल्ने जति सबै मुर्दाबाद, यति मात्रै भनेको है। र अर्को कुरा हाम्रो यो हजुरहरूले पनि एक्सेप्ट गर्नुहुन्छ होला यो कुरालाई। ल भन्नु त, हजुरहरूले जब तपाईँहरूको बच्चाले टिकटक युज गर्नुहुन्छ त्यतिखेर ठ्याक्कै त्यो छाडा शब्दहरूको प्रहार भयो भने कस्तो खालको महसुस हुन्छ? त्यो बच्चाले कहिलेकाहीँ त युज गर्छ नि त त्यो टिकटक, त त्यो हेर्ने समयमा उसले के सिक्ने त हैन? अहिले छिटो छिटो मेसेज हेर्ने, छिटो छिटो न्युजहरू हेर्ने, आफ्नो एक्टिभिटिजहरू देखाउने र विभिन्न खालको मनोरञ्जन क्रियाकलापहरू हेर्ने सबै केही पनि होइन। मैले कसैलाई केही भनेको पनि छैन। राम्रो गर्नेलाई राम्रो गर्यो पनि भन्नुपर्छ र यसको अर्थ यो होइन कि गलत गर्दाखेरि उसलाई उहाँलाई चाहिँ गलत गर्दाखेरि उहाँ सही छ भनेर पनि मैले कहीँ कतै सही छ भनेर पनि भनेको छैन है। त्यसले गर्दाखेरि चाहिँ मन नदुखाउनु होला। मलाई कसैसँग झगडा गर्ने, कसैसँग वाद विवाद गर्ने, अनि कसैलाई सपोर्ट गर्ने, कसैलाई गिराउने त्यो म गर्दा पनि गर्दिनँ। र आफ्नो तरिकाले गर्नुहुन्छ भने गर्नुहोस् हैन, त्यो तपाईँकै कर्म हो, मलाई भन्नु केही छैन। आफू जुन ठाउँमा छ क्या कसैसँग र हुन्छ नि बुढाबुढीमा पनि के हुन्छ, एकजना झगडा गऱ्यो भने एकजना चुप्प लागेर बस्यो भने चाहिँ त्यहीँनिर त्यो समस्याको समाधान हुन्छ। दुवैजना आगो आगो भयो भने चाहिँ त्यहाँनिर सम्बन्ध विच्छेदसम्म पुग्छ त्यो कुरा। त्यही भएर जतिसुकै जेसुकै भनौँ, आफ्नो एउटा कुरा, आफ्नो धारणा, व्यक्तिगत रूपमा आफ्नो मनमा लागेको कुराहरू राख्ने हो। अब उताबाट जे भने पनि सहेर बस्ने हो, त्यो भनेको चाहिँ त्यो कर्म हो क्या, केही भन्नै पर्दैन जस्तो लाग्छ। टुक्ली दिदीलाई के भन्नु, केही पनि भन्न चाहन्न। उहाँसँग मेरो कुनै सरोकारको कुरा नै छैन है। म कसैलाई केही भन्न चाहन्न, किनकि उहाँसँग मेरो व्यक्तिगत दुश्मनी पनि छैन हैन, उहाँसँग मेरो कुनै लडाइँ पनि छैन। अब म उहाँलाई के भनौँ त, उहाँलाई म केही भन्दिनँ है। त्यसैले म कसैसँग झगडा गर्न, कसैसँग लड्न, भनाभन गर्न, त्यो मैले उहाँको नाम टोकेर कुनै शब्द, एउटा शब्द पनि भनेको छैन हैन। म कसैलाई पनि केही भन्न चाहन्न क्या है। त्यसैले अब केही भन्दाखेरि तपाईँको बारेमा बोल्दै थियो त भन्नुभएको छ, थ्याङ्क यू सो मच है। अब टुकुली दिदी भनेर भन्नुभएको छ यहाँनिर चाहिँ हैन। अब उहाँ दिदीले मेरो बारेमा भन्नुभयो भन्दै हुनुहुन्छ, ठिकै छ भन्न दिनुहोस् है। म त के भन्न सक्छु र। अब कुनै दिन मलाई सपोर्ट गरेर पनि बोल्नु भएको छ, अब कुनै दिन उहाँलाई चित्त बुझेन होला, मन परेन होला, त्यसैले चाहिँ फेरि अहिले चित्त दुख्दाखेरि आफ्नो भावनाहरू व्यक्त गर्नुभयो होला। अब त्यसमा चाहिँ उहाँको आफ्नो मनमा लागेको कुराहरू व्यक्त गर्नुभएको होला हैन, व्यक्त गर्न दिनुहोस्। तर कसैले म नै हो भनेर चाहिँ उहाँले टोक्नु भएको छैन जस्तो लाग्छ क्या मलाई चाहिँ। म नै हो भनेर चाहिँ अब र अर्को कुरा चाहिँ मैले कहीँ कतै कसैको नाम मेन्सन पनि गरेको छैन है, कसैको नाम मेन्सन गरेको छैन मैले। अनि उहाँहरू अब दिदीबहिनी दाजुभाइ जति पनि जो हुनुहुन्छ सबैजना मिलेर बस्न जरुरी छ। एकअर्कालाई नराम्रो भनेर होच्याएर बोल्दाखेरि चाहिँ समाजमा, नेपाली समाजमा विकृति विसङ्गति फैलिन्छ र भोलिको दिनमा हाम्रो आउने पुस्ताहरूले चाहिँ के सिक्ने, यति मात्रै हो। हजुरको फोटो राखेर बनाएको छ सिस भन्नुभएको छ। ठिकै छ ब्रदर, इट्स ओके है। हामीले चाहिँ कहिलेकाहीँ धैर्यता भन्ने नाम पनि छ क्या। कहिलेकाहीँ आगो भयो भने सबै कुरा के हुन्छ, बिग्रिन्छ। त्यही भएर चाहिँ कहिलेकाहीँ सम्हालेर बस्नु पनि जित हो क्या है। त्यही भएर चाहिँ अब होइन भन्नुहुन्छ, उहाँले मात्रै होइन अब सबैजनाले पनि होइन, केही चित्त दुखेको मान्छेहरूले चित्त दुख्ने बेलामा भनिन्छ सायद। त्यही भएर चित्त दुख्यो होला भन्नुभयो होला, आफ्नो ठाउँमा छ है। अब मलाई नै भनेको भनेर अब म पनि वाद विवाद प्रतिवाद गर्न चाहिँ म चाहन्न कसैसँग पनि
सरी। अनि तपाईँहरूले पनि त्यो कुराहरू इग्नोर गरिदिनुहोस् है। मेरो कारणले गर्दाखेरि चाहिँ कसैसँग गएर हो मलाई माया गर्नुहुन्छ सपोर्ट गर्नुहुन्छ भने चाहिँ मेरो लागि गएर झगडा नगरिदिनुहोस् प्लिज। म त त्यही भन्छु। यदि मेरो लागि मलाई माया गर्नुहुन्छ भने चाहिँ प्लिज कसैकोमा गएर मेरो पक्षमा लिएर अर्को पक्षलाई चाहिँ नराम्रो नभनिदिनुहोस्। म त त्यही चाहन्छु। मेरो चाहना भनेको चाहिँ त्यही नै हो। हजुरहरूले मलाई साँच्चीकै भित्री मनदेखि माया गर्नुहुन्छ भने चाहिँ यदि मेरो सपोर्टर कोही हुनुहुन्छ भने चाहिँ मेरो मलाई राम्रो बनाएर अरू कसैलाई नराम्रो नबनाउनुहोस् भन्छु क्या म चाहिँ। किनकि हामी सबैले आफूले आफ्नो आफ्नो कर्म भोग्ने हो होइन, र आफ्नो आफ्नो कर्म भोग्नु पनि पर्छ। र भोलिको दिनहरूमा चाहिँ पछुताउन नपरोस्। नै ब्रदर न तुलना जाम्पा तपाईँ र तिनीहरूको तुलना छैन होइन। इट्स ओके हुन्दिनुहोस् है। त्यो भनेको माथि भगवान्ले गर्ने मूल्याङ्कन हो क्या, भगवान्ले गर्ने मूल्याङ्कन हो। त्यही भएर मेरो पक्षमा लिएर चाहिँ मलाई माथि राखेर अरू कसैलाई तल झार्दै हुनुहुन्छ भने चाहिँ त्यो काम राम्रो पनि होइन। त्यही भएर चाहिँ प्लिज अब आफूले मैले गर्नुपर्ने मेरो आफ्नो कर्तव्य थियो, मैले गरेँ। अब मागेर होस् कि होइन, अब आफ्नै तर्फबाट होस् कि मैले मेरो जिम्मेवारी थियो एउटा ममा अलिकति भए पनि मानवीयता थियो, मैले गर्नुपर्ने त्यो मेरो कर्तव्य थियो, मैले गरेँ होइन। अनि त्यसमा चाहिँ अब जसले जे भने पनि चाहे उसले मागेरै गर्यो भन्नु, जसले भन्नु होला होइन। अनि आफ्नो गोजीबाट गर भनेर कसैले भन्नुभयो होला होइन, यसले अरूले दिएको पैसाले त गर्यो भन्नुभयो होला। अब त्यो कुरामा म चित्त दुखाउँदिनँ, किनकि जे गरेर गरेको भए पनि कसैको जीवन बाँचेको छ, उहाँहरू खुसी हुनुहुन्छ है। उहाँहरूले चाहिँ मलाई भगवान् सोच्नुहुन्छ। त्यही भएर चाहिँ म यही कुरामा खुसी छु कि आज उहाँहरू जीवित हुनुहुन्छ र आफ्नो दुनियाँमा खुसी हुनुहुन्छ। त्यो कुराले चाहिँ मलाई एकदमै प्राउड फिल हुन्छ। कसले के भन्यो भनेर चाहिँ म चित्त दुखाउँदिनँ। अब भन्नेले धेरै कुराहरू भन्नुहुन्छ र हामी मान्छे हो, मान्छे भइसकेपछि मान्छेबाट कहिलेकाहीँ गल्ती हुन्छ, मबाट पनि होला। तर एउटा सुध्रिने मौका चाहिँ जो कसैले पनि पाउनुपर्छ र हुनु पनि पर्छ भन्ने मात्रै सोच हो। अब आफूले गरेको कर्म गलत गरेको छ भने त्यही अनुसारको कर्म चाहिँ सबैले भोग्नुपर्छ, त्यति नै हो है। त्यही भएर हजुरहरू चाहिँ सबैजना कुरा काट्ने नराम्रो भन्नेहरू तपाईँहरूलाई यदि मलाई नजिकैबाट निहाल्नु भएको छ भने हजुरहरूलाई सायद म राम्रो लाग्छ भने त्यो कुराले तपाईँहरूलाई कुनै पनि असर पार्दैन। किनकि नजिकबाट निहाल्नु भएको छ नि त। गिबिना को हो, गिबिनाले के काम गरेको थियो, कुनै दिनको कोही कसैको आँसु पुछेको थियो भनेर हजुरहरूले भित्री मनदेखि मलाई माया गर्नुहुन्छ भने हजुरहरूलाई केही पनि फरक पर्दैन क्या त्यो कुराले। किनकि मेरो रियालिटी, मैले गर्न सक्ने मेरो क्षमता र मैले गरेका कार्यहरूले तपाईँहरू साँच्चैकै प्रभावित हुनुभएको छ भने चाहिँ हजुरहरूलाई त्यो कुराले कुनै पनि असर पार्दैन होइन। एउटा सन्तानले तपाईँले आफ्नो सन्तानलाई विश्वास गर्नुहुन्छ, माया गर्नुहुन्छ, उसले गरेको कामहरू तपाईँहरूले देखिराख्नु भएको छ, ऊ तपाईँलाई राम्रो लाग्छ भने चाहिँ उसलाई चाहिँ तपाईँ सधैँ विश्वास पनि गर्नुहुन्छ, माया पनि गर्नुहुन्छ। त्यस्तै हो, मलाई पनि साँच्चीकै माया गर्नुहुन्छ भने चाहिँ त्यो जसले जे भने पनि त्यसले हजुरहरूलाई यति पनि असर नपरोस् क्या। म त मेरो आमा र भाइ गुमाएको मान्छे होइन। यति अहिले म बाँचिरहेको छु नि त, जबकि मेरो जिउने सहाराहरू नै उहाँहरू हुनुहुन्थ्यो, तर पनि म बाँचिरहेको छु। त्यसले गर्दाखेरि उहाँहरू बिना त म बाँच्न सकिरहेको छु भने सानो सानो कुराले चाहिँ मलाई त्यो अब मैले यत्रो ठुलो पीडा त सहेर म बाँचिरहेको छु भने पछाडि सानो सानो कुराले चाहिँ मलाई असर पर्नु हुँदैन जस्तो लाग्छ है। त्यही भएर चाहिँ हजुरहरूलाई पनि असर पर्नु हुँदैन त्यो कुराहरूले है। साँच्चीकै यदि ट्रु लभ गर्नुहुन्छ, ट्रु माया गर्नुहुन्छ भने चाहिँ। र अर्को कुरा हजुरहरूको
हजुरहरूको मन कसैले दुखाउन चाहेको छ हैन, तपाईको मन कसैले दुखाउन चाहेको छ र तपाईको मन दुख्यो भने चाहिँ उहाँहरूको टार्गेट सफल हुन्छ। किनकि त्यो व्यक्तिले तपाईकै मन दुखाउन चाहिरहेको हुन्छ नि त। यसलाई कसरी हुन्छ, यसको मन दुखाइदिउँ, यसको चित्त दुखाइदिउँ भन्ने भइरहेको हुन्छ। फ्याट्ट तपाईको चित्त दुख्यो भने चाहिँ उहाँको जुन टार्गेट थियो, जुन उद्देश्य थियो, त्यो सफल हुन्छ। त्यही भएर चाहिँ आफ्नो मनलाई सम्हालेर राख्नुपर्छ भनेर चाहिँ अहिलेको सिचुएसनमा म आफैले आफैलाई कोसिस गर्दैछु क्या सम्हाल्ने, आफ्नो पीडाबाट मुक्त हुने र आफूले आफूलाई कसरी सम्हाल्नुपर्छ। किनकि मेरो पछाडि मेरो परिवार हुनुहुन्छ क्या, त्यही भएर चाहिँ कोसिस गर्नुपर्ने रहेछ है। गाह्रो त गाह्रो भयो नि हैन। अब 7 महिना म कसरी रोएँ, कसरी त्यो पीडाबाट म कसरी मुक्त भएर यतिको बोल्न सक्ने भएको छु भन्ने कुरा त मेरो वरिपरिको छरछिमेकी र मेरो मनलाई मात्रै थाहा छ। कति पीडामा अब सधैँभरि आँसु त देखाउन सकिँदैन नि त, म कति रोछु भन्ने कुरा त मेरो मनलाई थाहा छ नि त। त्यसले गर्दाखेरि आफू बाँचे पनि आफूसँग आफू आफ्नो परिवारको लागि बचाउनको लागि आफू बाँच्नुपर्ने रहेछ। र मेरो अर्को आइडी के भयो भन्नुभएको छ। मेरो अर्को आइडी चाहिँ गिबिना 1.7 मिलियन फलोवर्स भएको आइडी चाहिँ त्यो लाइभ क्या 5 वर्षको लागि ब्यान भएको छ कि त्यो लाइभ चाहिँ। किनभने 13 वर्षभन्दा मुनिको बच्चाहरूलाई देख्यो भने चाहिँ लाइभ ब्यान हुँदो रहेछ। अब अरू बेलामा चाहिँ नर्मल्ली 1 घन्टा 2 घन्टामा खुल्थ्यो, तर अस्ति चाहिँ ठ्याक्क देविकालाई देखिहाल्यो है, अनि त त्यस पछाडि त फ्याट्ट गइहाल्यो क्या, लाइभ ब्यान भइहाल्यो। अनि त्यसले गर्दाखेरि गिबिना 18 आइडीमा चाहिँ म लाइभ बस्न सकिरहेको छैन। आज अस्ति नै मैले हजुरहरू सबैजनालाई जानकारी दिइसकेको छु है। त्यही भएर चाहेर पनि म त्यसमा बस्न सकिनँ। र अर्को मेन कुरा चाहिँ म एकैछिन लाइभ किन आएको भने मेन टपिक्स चाहिँ के भने यो के अरे के भन्दै थिएँ, यो कस्तो नआएको के नाम, क्षतिपूर्ति। क्षतिपूर्तिको लागि चाहिँ जुन 5 लाख रुपियाँ क्षतिपूर्तिको कुरा थियो, त्यो चाहिँ म यस्तो बिरामी जसलाई चाहिँ मैले भनिहालेँ। अब क्यान्सर बिरामी, हिजोको त्यो पोस्टमा यति धेरै बिरामी हुनुहुन्छ है, हजुरहरूले पनि त्यो कमेन्टहरू हेर्नुभयो होला त्यो भिडियोमा। यति धेरै बिरामी, म त छक्क परेँ, कति धेरैजना बिरामी आमामामा। अनि त्यो क्यान्सर लागेको त्यस्तै, किडनी ट्रान्सप्लान्ट बिरामी भएको त्यस्तै हैन, यति धेरैजना बिरामी हुनुहुन्थ्यो, यति धेरैजना बिरामी हुनुहुन्थ्यो। इशक थापा भाइ भन्नुभएको छ। ओके बाई ब्रदर, थ्याङ्क यू सो मच फर सपोर्टिङ मी। अनि यति धेरैजना बिरामीहरू हुनुहुन्थ्यो कि त्यो लिस्ट गनेर काउन्ट गरेर साध्य नै छैन। र मैले चाहिँ के भन्न खोजेको भने गलत मान्छेलाई चाहिँ त्यो सहयोग नपुगोस् है। र म चाहन्छु एउटा यस्तो बिरामी जसले चेक पनि गरिसक्नु भएको छ हैन, अनि किडनी दिनको लागि तयारी, जस्तै हामीले योभन्दा अगाडि एकजना गणेश भाइ, हजुरहरूलाई याद होला नि हैन, हजुरहरू सबैजनाले चाहिँ माया गरेर उहाँलाई अहिले नयाँ जीवन दिइसक्नु भएको छ। गणेश भन्ने एकजना भाइ हुनुहुन्थ्यो जो हामीले चाहिँ 6 लाख रुपियाँ सङ्कलन गरेर उहाँको किडनी ट्रान्सप्लान्ट हुन सक्सेस भएको थियो। र आज यहीँ काठमाडौँमा हुनुहुन्छ। उहाँ एकदमै ह्यान्डसम, एकदमै राम्रो, अनि आफ्नो जिन्दगीको यात्रा सुरु गर्दै हुनुहुन्छ, राम्रो भएर पनि हैन। त्यसैले त्यस्तै क्या, अब हुन्छ नि फ्याट उहाँलाई मैले आज 5 लाख रुपियाँ हस्तान्तरण गरेँ भने चाहिँ उहाँको किडनी ट्रान्सप्लान्ट तुरुन्तै होस् क्या। म चाहन्न कि त्यो वर्षौँ लागोस् हैन, एकदम धेरै नलागोस् कि, किनकि म चाहन्छु त्यो मान्छेको भित्र चाहिँ मैले चाहिँ मेरो आमालाई आवास गर्न सकौँ क्या हैन। किनकि त्यो पैसा भनेको त आमाको मृत्यु बापत दिएको पैसा हो नि त। त्यसैले कसैले एउटा कोही बाँच्यो भन्ने आवाज चाहिँ होस् भन्ने मात्रै मेरो चाहना हो। त्यसैले अब त्यो डायलिसिस गरिरहने, अनि अब ट्रान्सप्लान्ट गर्नको लागि पक्का पनि नभएको त्यस्तो बिरामीलाई भन्दा मैले चाहिँ अब तुरुन्तै हस्पिटलमा गइसकेको, किडनी दिन पनि तयार भइसकेको, तर पैसाले मात्रै रोकेको त्यस्तो बिरामीलाई चाहिँ मैले प्राथमिकतामा राखेको छु
है प्राथमिकतामा राखेको छु। त्यसैले त्यस्तो बिरामीले मात्रै मलाई सम्पर्क गर्नु होला, किनकि यति धेरैजना बिरामी छ तर एकजनालाई मात्रै चाहिँ मैले एकजनालाई मात्रै सहयोग गर्नुपर्ने छ। त्यो 5 लाख रुपियाँ कतिजनालाई पुऱ्याउँ होइन। म एकजनालाई मात्रै नयाँ जीवन दिने जमर्को मासु, जो अलिकति यङ होस् होइन। अब हुन्छ नि, मैले भनिहालेँ केही सपना बोकेको, अझै धेरै संसारमा चाहिँ बाँच्न मन लागेको, उमेर पनि सानो, संसार देखिसकेको मान्छेलाई त केही फरक परेन, तर अझै संसार देख्न बाँकी, कलिलो उमेर, अब धेरै अब उमेर सबै कुरा भोगेर पनि अन्तिम अवस्थामा पुगेको भन्दा पनि अझै संसार देख्न बाँकी क्या हुन्छ नि। अझै केही गरौँ, बाबुआमाको लागि केही गरौँ भन्ने एउटा सपना बोकेको र संसार देख्न बाँकी त्यस्तो बिरामी, जो तुरुन्तै मैले उहाँलाई आज हस्तान्तरण गरेँ भने भोलिको दिनमा उहाँको किडनी ट्रान्सप्लान्ट होस् क्या। त्यो हस्पिटलमा बरु पुगेन भने मैले आफ्नो तर्फबाट अझै त्यो पैसाले पनि पुगेन भने चाहिँ जसरी पनि उहाँको किडनी ट्रान्सप्लान्ट चाहिँ होस्, र त्यसको लागि चाहिँ मैले अझै पुगेन भने पनि मेरो तर्फबाट मैले उहाँलाई सपोर्ट गरेर उहाँलाई चाहिँ बचाउन सकूँ। त्यो नै हो मेरो एकदम ठुलो चाहना भनेको। त्यसैले सबैजनाले कमेन्ट गर्नुभएको छ, तर मैले फेरि पनि क्लियर गर्न चाहेँ कि त्यो 5 लाख रुपियाँ चाहिँ यस्तो बिरामी जो आज उहाँले पैसा पाउनुभयो भने भोलिको दिनमा चाहिँ उहाँको किडनी ट्रान्सप्लान्ट भइहालोस् के, कुरा लामो नलम्बियोस् होइन, अब वर्षौँ नलागोस्, किनकि तुरुन्तै पैसाको अभावले रोकिएको बिरामी भनिरहेको छु नि त मैले। त्यही भएर चाहिँ आज मैले हस्तान्तरण गरेँ भने भोलिको दिनमा हस्पिटलमा गएर मेरै आँखा अगाडि उहाँको किडनी ट्रान्सप्लान्ट सक्सेस भएर उहाँलाई मैले कङ्ग्रेचुलेसन भन्न सकूँ क्या। तपाईँले नयाँ जीवन पाउनुभयो, अब आउने दिनहरूमा चाहिँ खुसी भएर बाँच्नु होला होइन, र आफ्ना आमा बुबा र समाजप्रतिको उत्तरदायित्व पुरा गर्नु होला भनेर भन्न सकूँ क्या। त्यो चाहिँ मेरो चाहना हो। त्यसैले त्यस्तो बिरामीलाई चाहिँ मैले प्राथमिकता दिएको छु है। त्यही भएर प्लिज त्यस्तो बिरामीले चाहिँ मलाई सम्पर्क गर्नुहोला। म धेरै लामो समय पर्खिरहन सक्दिनँ र त्यो पैसा पनि अब 7 महिना भइसक्यो, यत्तिकै छ त्यो पैसा है। त्यो घरभित्र पनि भित्रेको छैन। कुनै फलानुलाई चाहिँ ल राखिदेऊ है, यस्तो बिरामी आइपर्यो भने चाहिँ त्यो बिरामीको लागि दिने भनेर राखिएको छ। त्यसैले चाहिँ मैले त्यो किनकि त्यो पैसाबाट मैले 1 रुपियाँको चक्लेट किनेर खाएँ भने पनि त्यो हजम हुँदैन भन्छन् नि, के भन्छन्। त्यही भएर चाहिँ आमानी कहिलेदेखि हो सिन्दुर लगाउन लागेको भन्नुभएको छ। छक्कै पर्नु भयो कि क्या हो दाइ। अब सिन्दुर भन्ने कुरा त अब लगाउनु पर्छ सकेसम्म। आँखा लाग्छ नि त फेरि, लाग्छ नि त, अनि फेरि सिन्दुर त लाउनु पर्छ। यहाँ म म्यारिड हो है भनेर यहाँ पहिल्यै सिम्बल देखाउनु पर्छ नि त। अनि कसैले फेरि मन पराइहाल्नु भयो भने बिचरा अलरेडी म्यारिड रहेछ भनेर यहाँबाट चिनिन्छ नि त। अनि त्यही भएर चाहिँ प्राय घरमा बस्दाखेरि चाहिँ लगाउँदिनँ, बाहिर जाँदाखेरि चाहिँ लगाउँछु क्या, किनकि पहिल्यै म म्यारिड हो भनेर सिम्बल देखाउनु परेन यहाँनिर होइन। त्यही भएर अब हामीलाई मलाई त थाहा नै भएन अरे। मलाई हिजो मेसेज आएको थियो क्या, आप बहुत क्यूट लगती हो मुझे, ये वे ऐसा के करके के हो हिन्दी भाषामा के यस्तै समथिङ के भनेर चाहिँ मलाई त्यो उसमा मेसेज आइरहेको थियो। त्यही भएर नझुकिनु होला भनेर चाहिँ यहाँ हिजो त्यस्तो मेसेज आयो, तर्सेर अनि लगाइहालेको। त्यही हो कुरा चाहिँ। अनि बहिनी हजुरको नम्बर दिनु न प्लिज, म हजुरसँग कुरा गर्न चाहन्छु। चञ्चला जोशीजी नम्बर चाहिँ यहाँनिर चाहिँ सेयर गर्न मिल्दैन, यसको लागि म एकदमै क्षमा प्रार्थी छु है। अब मैले त्यहाँनिर कमेन्ट हेरेको छु र कमेन्टको आधारमा चाहिँ कसलाई चाहिँ सकेसम्म चाहिँ म छिट्टै त्यो पैसा चाहिँ हस्तान्तरण गर्न चाहन्छु, ताकि उहाँको उपचारमा ढिलाइ नहोस् है। मैले फेरि पनि भनिहालेँ, आज रोकिएको कारणले हो भने चाहिँ आज पैसा हस्तान्तरण गर्दाखेरि भोलि नै उहाँको अब यस्तो नहोस् कि किडनी म्याच हुनुपर्छ पहिलो कुरा होइन। किडनी ट्रान्सप्लान्ट गर्ने मात्रै भनेर पनि हुँदैन, किडनी म्याच हुनुपर्छ र त्यो किडनी दिने मान्छे चाहिँ घरभित्रकै परिवार हुनुपर्छ होइन। एउटा गैर कानुनी रूपमा किडनी ट्रान्सप्लान्ट गर्न सकिँदैन। त्यही भएर चाहिँ
किडनी ट्रान्सप्लान्ट गर्नको लागि चाहिँ मैले मेसेज गरेको छु भने अनि त्यसै कारणले गर्दाखेरि